आज फर्स्ट टाइम सिस्नो टिप्न जाँदैछौँ। हेलो साथीहरू, वेलकम टु माई ब्लग, सेकेन्ड ब्लग। हेर्नु, आज हामी अस्ति ऐसेली टिप्न गएको थिएँ, आज अर्ग्यानिक सिस्नो टिप्न जाँदैछौँ। टिप्न चाहिँ आउँदैन, कसरी टिप्ने हातमा पोल्न नि सक्छ थाहा होइन, तर चिम्टा कैँची शुद्ध बोकेर हिँड्छौँ हामीले। आज फर्स्ट टाइम सिस्नो टिप्न जाँदैछौँ। कोलाई मनपर्छ कमेन्ट गरिदिनु होला। सिस्नो कोलाई मनपर्छ? सिस्नो टिप्न चाहिँ भन्छन् नि पहिल्यैदेखि डर लागिसक्यो सिस्नो टिप्नलाई। हेलो, आज त हाम्रो सानो मान्छेलाई नि लिएर हिँड्नेछौँ। हाई गइदिनु, हाई 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 भन, हाई। जाँदैछौँ सिस्नो टिप्नलाई। आज दिदीलाई सिस्नो खान मन लाग्यो अरे, अनि त्यही भएर सिस्नो टिप्न जाँदैछौँ। धेरै टाढो त होइन, यही नजिकै हो। दिदीले राम्रो छ भनेर हिँडेको के अरे, अब हात पोल्ने हो कि टिप्न सक्ने हो कि होइन त्यो त थाहा छैन। त्यही पनि हजुरहरूलाई पनि देखाउँछु। टिपेको हातमा पोलेछ भने पोलेको पनि देखाउँला। अब भन्न त अब देखाउन त कहाँ सकिन्छ, आफूलाई फिल हुने कुरा हो। अब पोल्दाखेरि कस्तो हुन्छ हजुरहरूलाई नि थाहा नै होला, कोलाई थाहा छ यसो कमेन्टमा भनिदिनु होला। अब भन्छन् नि कसैलाई डराउन दिन पर्यो भने पख तँलाई सिस्नो पानीले हान्छु भने जसरी नै आज सिस्नो टिप्न लाम। अब हेरौँ कस्तो हुन्छ। अब तालुमा झट्का दिन नि सक्छ, भन्न सकिन्न दिँदैन भनेर। त्यही भएर अब एकछिनमा सिस्नो टिप्ने ठाउँमा जान लागिसक्यौँ हामी। ल हेर्नुहोस्, ओ त्यता हो जाने चाहिँ, सिस्नो टिप्न जाने चाहिँ। त्यही भएर अब आइपुग्न लाग्यो। धन्नै लटिन, बाटो त फेरि डेन्जर छ साथीहरू। हेर्नु, हाम्रो गाउँको बाटो अहिले बनाउन लागेको भएर दिदीले हेर्दै हिँड्नुभएको छ कता राम्रो छ भनेर। कहाँ हो खास दिदी? सिस्नो टिप्न जानु लाग्यो। जानुहुन्छ? उहाँ चाहिँ हाम्रो जेठियामा हुनुहुन्छ। अब गफमा नबोल्नु। त्यही भएर आइपुग्न लाग्यौँ। हेर्नु, सिस्नो चाहिँ रहेछ, म देखाउँछु लाई। सिस्नो हेर्नु कस्तो राम्रो रहेछ। वाउ, आउनुहोस् है। सिस्नो कोलाई मनपर्छ? ओहो, कोदो रोप्न सुरु भएको हो? ओहो नि, धन्य लाटिन। हेर्न सक्नुहुन्छ यहाँ सिस्नो यो। अब टिप्ने कसरी हो त थाहा छैन, कति राम्रो रहेछ कलिडो। सिस्नो कोलाई मनपर्छ साथीहरू, यसो कमेन्टमा भनिदिनु। ल साथीहरू, एकछिन तयारी गर्छौँ। हातमा के लगाउनु पर्ने हो, केले टिप्न पर्ने हो, कसरी टिप्न पर्ने हो, मलाई नि केही थाहा छैन। हेर्नुहोस्, यो चिम्टा हो सिस्नो टिप्ने, अनि यो हातमा लगाउने प्लास्टिक, अनि छ यहाँ हाम्रो मेन चिज सिस्नो टिप्ने कैँची चाहिँ मैले कपडा काट्ने कैँची बोकेर आएको छु साथीहरू। हेर्नु, सिस्नो टिप्नलाई। अब म हजुरहरूलाई चाहिँ यो हातमा बाँध्न पर्यो। ममा त यो बाँधिदेऊ न मेरो हातमा। एकछिन है गाइज, म यो बाँधेर आउँछु। हेलो साथीहरू, हेर्न सक्नुहुन्छ मैले लगभग झोला भर्न लागिसकेँ। हातको पन्जा अर्ग्यानिक पन्जा हो, त्यही भएर यसले गर्दा चाहिँ सिस्नोले पोल्दैन भनेर लगाएको मात्रै हो। यसको केही काम छैन त। सिस्नो टिप्न जान्ने मान्छेलाई त यसको केही आवश्यक छैन, तर म पहिलोचोटि टिप्दैछु नि त, त्यही भएर मैले चाहिँ लगाएको। पछाडि म्युजिक बजिरहेको छ। मलाई चाहिँ यस्तो म्युजिक खासै मन पर्दैन, राम्रो चाहिँ राम्रो हो। उहाँ चाहिँ बल खेल्दैछन्, हेर्न सक्नुहुन्छ साथीहरू। एकछिनमा म अब भर्छु, अनि भरेपछि हजुरहरूसँग भेट हुन्छु फेरि नि। हेलो साथीहरू, म फेरि आएँ। हेर्न सक्नुहुन्छ हामीले सिस्नो भरेर लिएर हिँड्दैछौँ बाटोमा जाँदैछौँ, घर जाँदैछौँ। गएर पकाउने
हाम्रो सानो मान्छे नि हुनुहुन्छ थ्या भनिदिनु माइजू खै हिँड्नु पर्यो हिँडेर भनेर धकाल्ने भाइ पछाडिबाट यस्तो त हुँदैन नि होइन साथीहरू मेरो भिडियो हेरेर इग्नोर नगरिदिनु होला लास्टसम्म हेरिदिनु होला अनि मात्रै चाहिँ होइन साथीहरू सब्सक्राइब लाइक कमेन्ट सेयर चाहिँ गर्न नबिर्सिनु होला म फेरि आउँछु अहिलेलाई